नमस्कार साथीहरू, हामी आमा छोरी चाहिँ सधैँभन्दा फरक परिकार बनाएर खानेवाला छौँ। आखिर के पाक्छ होला त? यो भिडियोमा कमेन्ट पनि गर्दै जानुहोला है। मिठो मिठो परिकार पकायो खायो गर्दा पनि घरभरि फ्यामिली मेम्बर्स भए जस्तो चाहिँ नहुँदा रहेछ। को कता भिडियोमा चाहिँ आमा छोरी जतातता। डगडग परेको आगोमा घिउसँग चामल भुटेर रातो रातो बनाएपछि गनन पारेर दुध हाल्दा त झनै राम्रो। अब यसलाई मजाले चलाएर पाक्न दिनुपर्छ। आगोको राप पनि यति कडा छ कि दुध चाहिँ सुकेर कुराउनी नै बन्ला जस्तै फतफत 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 उम्लिँदै पाक्दा त बब्बाल लागिरहेछ। लगभग हाम्रो ढकनी पनि तयार हुन लाग्दैछ। यस्तो मिठो देखिरहेछ कि यस्तो पाकेको देख्दा त कसलाई मनपर्छ भन्नु है। ल है साथीहरू, हामी चाहिँ अब आमा छोरी दुईजना भएर चाहिँ ढकनी खाने भनेर थालमा मम्मीले पस्कँदै हुनुहुन्छ। अब हामी दुईजना मात्रै भयौँ ढकनी खाने चाहिँ। घिउ दुध चामल चिनीसँगै आवश्यक परे किसमिस पनि राख्न सकिन्छ। आफ्नो आफ्नो स्वाद हो नि त। स्वाद अनुसार चाहिँ ढकनीको परिकार पनि बनाएर घरमै बनाएर खान सकिन्छ। एक एक थाल ढकनी पनि हामीले चर्लक्कै पार्न लागिसक्यौँ। खुवाइ चाहिँ हाम्रो मरद नै छ। उमेरमा नै होरेकै रुचेको खाने चाहिँ। अब हामी चाहिँ यस्तै हो। भिडियो कस्तो लाग्यो त? भिडियो मन परे सपोर्ट गरिदिनु होला, साथ दिनु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब सबै गरिदिनु होला। हामी नेक्स्ट भिडियोमा भेट्छौँ है त। बाई बाई।